आदरणीय दर्शकवृन्दहरू, आजको यस भिडियोमा हामीले तपाईलाई जानकारी दिँदैछौँ। यदि तपाईले सपना देख्नुभयो, सपनामा दाँत सम्बन्धी विभिन्न अवस्थामा तपाईले सपना देख्नुभयो, सपनामा दाँत झरेको देख्नुभयो, दाँत भाँचिएको सपना देख्नुभयो, दाँत उम्रिएको सपना देख्नुभयो लगायत सपनामा दाँत देख्नु सम्बन्धी सम्पूर्ण विभिन्न अवस्थाको बारेमा आजको यस प्रस्तुतिमा हामीले तपाईलाई जानकारी दिनेछौँ। तपाईले कस्तो अवस्थामा दाँत देख्नुभयो भने कस्तो फल तपाईलाई प्राप्त हुन्छ त, यो कुरामा पनि तपाईलाई हामी जानकारी दिँदैछौँ। त्यसैले भिडियो स्किप नगरेर अन्त्यसम्म हेर्नुहोला। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नछुटाउनुहोस्, किनकि हामीले अपलोड गरेका यस्तै भिडियोको नोटिफिकेसन सबैभन्दा छिटो प्राप्त गर्नको लागि। अब भने लागौँ आजको विषयतर्फ। आदरणीय दर्शकवृन्द, यदि तपाईले सपनामा आफ्नो दाँत झरेको देख्नुभयो भने तपाईले यस्तो सपना तपाईले देख्नुभयो भने तपाईलाई प्राय डरको अवस्था छ, तनावको अवस्था छ, आत्मविश्वासमा कम छ वा जीवनमा ठुलो परिवर्तन हुँदैछ भन्ने कुराको सङ्केत तपाईलाई मिल्ने गर्दछ। एकैचोटि धेरै दाँत झर्यो भने मानसिक चिन्ता धेरै भएको सङ्केत मिल्ने गर्दछ। दाँत झर्दा रगत आयो भने परिवार वा नजिकको व्यक्तिसँग सम्बन्धित चिन्ता रहन्छ भन्ने कुराको सङ्केत मिल्दछ। बिना दुखाइ दाँत यदि तपाईले झरेको सपना देख्नुभयो भने पुरानो समस्या हट्ने सङ्केत पनि हुने गर्दछ। त्यसैगरी तपाईले सपनामा सफा र बलियो दाँत देख्नुभयो भने, यदि तपाईले सपनामा सफा र सेतो त्यसैगरी बलियो दाँत देख्नुभयो भने यस्तो सपनालाई राम्रो सङ्केत मान्ने गरिन्छ। यस्तो सपनाले स्वास्थ्य राम्रो हुनु, आत्मविश्वास बढ्नु र सामाजिक सम्मानप्रति सम्मान प्राप्त हुनु भन्ने कुराको सङ्केत मिल्ने गर्दछ। त्यसैगरी तपाईले बिग्रिएको वा कालो दाँत सपनामा देख्नुभयो भने यसले तपाईँको स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न गराउँछ, मनको चिन्ता उत्पन्न गराउँछ, कसैसँग विवाद र गलत कुरा फैलन्छ भन्ने कुराको सङ्केत पनि तपाईलाई मिल्ने गर्दछ। सपनामा नयाँ दाँत पलाउनु यो प्राय शुभ सङ्केत मान्ने गरिन्छ। यस्तो सपनालाई नयाँ अवसर आउनु, जीवनमा सकारात्मक परिवर्तन हुनु, नयाँ जिम्मेवारी वा नयाँ कामको सुरुवात हुन्छ भन्ने कुराको सङ्केत मिल्ने गर्दछ। त्यसैगरी सपनामा दाँत दुखेको सपना देख्नुभयो भने मनमा पीडा दबिएको छ, नबोलेको मनभित्र रहेको समस्या छ वा कसैप्रति रहेको चिन्ता तपाईँको मनभित्र छ भन्ने कुराको सङ्केत पनि मिल्ने गर्दछ। आजको यस प्रस्तुतिमा हामीले तपाईँलाई जानकारी दियौँ सपनामा दाँत देख्नुको विभिन्न अवस्थाको बारेमा। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट र प्रतिक्रिया दिन नभुल्नुहोला। हामी यस्तै भिडियो लिएर सदाबहार उपस्थित हुनेछौँ। तबसम्मको लागि भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अहिले भने बिदा हुन्छौँ। नमस्कार।